के हजुरहरूलाई थाहा छ हाम्रो भान्सामा मासु र बिरयानी स्वादिलो बनाउन प्रयोग गरिने यो तारा जस्तो मसला केवल स्वाद मात्र होइन ओखती गुणले पनि भरिपूर्ण छ। यसलाई कसरी, कति र कसले खाने भन्ने बारेमा जानौँ। यो तारा मसलालाई हिन्दीमा चक्रफूल पनि भनिन्छ। यसमा एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुण प्रशस्त हुन्छ, जसले पाचन प्रणाली कडा बनाउँछ, पेट फुल्ने समस्या र ग्यास्ट्रिकको समस्या चट्टनीको पार्छ। यसले चिसो लाग्दा, खोकी लाग्दा वा घाँटी खसखस हुँदा ओखती जस्तै काम गर्छ र इम्युनिटी पावर बढाउँछ। यसलाई कति र कसरी खाने? यसको स्वाद एकदमै कडा हुने भएकोले दैनिक एउटा सिङ्गो तारा मसला वा यसका 2-3टा साना टुक्रालाई चिया, काँडा पानी वा तरकारीमा उमालेर खान सकिन्छ। धेरै तपाईँलाई खानु भने हुँदैन। तर सावधान, यसका केही बेफाइदा र सावधानीहरू पनि छन्। गर्भवती महिला र साना बच्चाहरूलाई यो मसला धेरै दिन हुँदैन। जसमा रगत सम्बन्धी समस्या छ, कलेजोको गम्भीर समस्या छ, उहाँहरूले यसको सेवन गर्नु हुँदैन।